आज म तितो र सत्य कुरा गर्दैछु। हजुरहरूले दिक्क नमानी यो भिडियो हेर्नु होला। पहिलाको समयमा सानैमा विवाह गर्ने चलन थियो हाम्रो समाजमा र त्यो एउटा सानै बालकले पनि विवाह भएर गएपछि बुहारीको भूमिका मजाले निभाउने गर्दथ्यो। किनभने त्यस बेलाको आमाहरूले आफ्नो छोरीचेलीलाई घरेसी ज्ञान धेरै मात्रामा दिन्थे। जस्तै हेर नानी, तिमी भनेको अर्का घर जाने चेली हो र अर्का घर गएपछि अर्काको आमालाई आफ्नै आमा मानी मान सम्मान दिनुपर्छ र बेलायमा उठ्ने, दैलो अघि नपुज्ने र चोखो पानी ल्याउने, पूजाआजा गर्ने र आफ्नो श्रीमानलाई भगवानसरी माया गर्ने भन्ने कुराहरूको एउटा आमाले दिनुपर्ने ज्ञान उसको छोरीलाई सम्पूर्ण दिँदथ्यो। र अहिलेको समयमा एउटा छोरी स्कुल पढ्न जान्छ, स्कुलबाट सिक्ने ज्ञान भनेको बाहिरी ज्ञान हो। एक्जाम्पल, आफूभन्दा ठुलोसँग कसरी बोल्ने र सानोलाई कसरी माया गर्ने र कुन सब्जेक्ट लिएर पढ्ने र भविष्यमा के गर्ने भन्ने ज्ञानहरू स्कुलबाट पाइन्छ। र स्कुल भनेको एउटा ज्ञानको भण्डार हो। र अहिलेको छोरीचेलीलाई घरेसी ज्ञान नभएको हुनाले होला सायद कति धेरै डिभोर्सहरू भइरहेको देखिरहेको छौँ हामीले। जस्तै अहिलेको आमाले एउटा छोरी मोबाइल चलाइरहेको छ भने आमाले भन्ने गर्छ, ए नानी, कति धेरै मोबाइल चलाएको तिमीले, भोलि अर्का घर जान्छ अनि त्यहाँबाट अर्का छोराले खुट्टा भाँच्न हान्छ भनेर सम्झाउँछ। त्यो ज्ञान होइन। यदि ज्ञान दिने हो भने अहिलेको आमाले पनि, हेर नानी, तिमी भनेको अर्का घर जाने चेली हो र अरू घर गएपछि बिहानै उठ्ने, दैलो अघि नपोत्ने, चोखो पानी ल्याउने, पूजाआजा गर्ने र अरूको छोरालाई भगवान मानी माया गर्ने र अरूको आमा बुवालाई आफ्नै आमा बुवा ठानी मान सम्मान दिने भनेर यदि भनेको हुन्थ्यो भने अहिले यो डिभोर्स भन्ने शब्द हाम्रो समाजमा हुन्थेन होला सायद। एउटा आमाले निभाउनु पर्ने जिम्मेवारी यसरी निभाउनुहोस् र आफ्नो छोरी चेलीबेटीको भविष्य राम्रो बनाउनुहोस्। किनभने हामी छोरा मान्छे एउटा बाउ भएको नाताले घरको समस्या हेरेर हामी पर्दिसुनु बाध्य हुन्छौँ र हामीले फोनमा सम्झाएर कुनै नानीले पनि सम्झिन सकिन्न। त्यही भएर एउटा छोरी मान्छेको भविष्यको ठुलो योगदान भनेको आफ्नो आमा हुन्छ र सबै आमाहरूले आफ्नो छोरीलाई यसरी नै ज्ञान दिनु। जय देश, जय नेपाल।